आजको दिनसम्म पनि अब हट पट त मै हो नि त, हट भएर पट भएर हुन्छ नि, रेकर्ड ब्रेकिङ सङ होइन। सो ठ्याक्क ठ्याक्क यो गीतहरू मेरो पोल्टोमा आउनु, ठ्याक्क ठ्याक्क मैले यो गीतहरू गर्नु, अनि ठ्याक्क मलाई सुहाउनु, ब्लेन्ड इन हुनु, रेकर्ड ब्रेकिङ नम्बर्स आउनु, त्यो पनि लक हो जस्तो लाग्छ कि। अनि आई अर्न द्याट लक, ओके, इट डिडन्ट जस्ट कम टु मी के, आई अर्न्ड इट। हार्ड वर्कले लिएर आयो। गीत चाहिँ एउटा ठ्याक्क एउटा दुईटा लिन पर्यो भने नाम, किनभने शिरेमा तपाईको शिरबन्दी डेफिनेटली है, गीतको त कुरा गर्नै पर्छ तपाईको। वान अफ माई, अब गीत त एउटा दुईटा भन्न मिल्दैन हेर, गीत चाहिँ तिमीले 50-60वटा भन्नुपर्छ होइन। लाइक मलाई एकदम चिनाउन हेल्प गरेको गीतहरू चाहिँ आई एम सो ब्लेस्ड, आई हेभ अ लट अफ दोज सङ्ग्स के। अब शिरेमा शिरबन्दी, कम्मरमाथि पटुकी, पूर्व पश्चिम रेल, अब कति कुरा गर्ने, सुर्के थैली भयो, कति छ कति। अब पछि ऊ गर्दै आइसकेपछि अब अस्ति हाम्रो दुर्गेशको गीत पनि त्यो गीत, त्यही त त्यो गीत जब गर्नुभएको थियो आई थिङ्क धेरैजनाले गाली पनि गरेको थिए, हजुर के गरे भनेर। त त्यही गीत दुर्गेश थापालाई दुर्गेश थापा ब्रान्ड पनि बनाइदियो। हजुर हजुर, डेफिनेटली त्यसैले त म भन्छु क्या, द्याट वी आर टु क्विक टु जज समटाइम्स के, वी आर भेरी क्विक टु जज के।